सो बसिरहेको थिएँ, मासुको गन्ध पो आउँछ। अनि यो मासुको गन्ध कहाँबाट आइरहेको रहेछ भन्दै अनि म सुन्दै जान्छु। सुन्दै गएर म मासु बनाएको ठाउँमा नि पुग्छु। मासु त कहाँ बनाएको रहेछ भनेको त आफ्नै रुममा पो बनाएर रहेछन्। त्यसपछि त म त खुसी हुँदै आज त टन्ना भात खाने भयो भनेर मजासँग सोच्छु। तर सधैँ आलुको तरकारी पकाउने मेरो बहिनी आज चाहिँ मासु चाहिँ कहाँबाट बनाउने जोस आयो नि भनेको त तपाईँ सुकेर सिङ्का जस्तो हुनुभयो, मोटाउनुहोस् भनेर पो भन्छ। अनि म यही कुरामा कन्फ्युज हुन्छु कि उसले सिङ्का भनेर हेर्न खोजेको कि साँच्चीकै पिर लागेर भने हो। जे भनेर भने पनि उसले आज मासु पकाएछ भनेर मैले यो कुरा छोडिदिन्छु। तर मेरो बहिनी मेहनती चाहिँ लास्टै मेहनती छ। यहाँ हेर्नु कस्तो मजाले मसलाहरू पिनिरहेको छ हातले नै। उसको बानी नराम्रो भनेको चाहिँ अलिक छिटो रिसाइहाल्छ कि त्यही भएर। अनि फेरि यहाँ अर्को दुईजनालाई चाहिँ हेर्नु न गाइस, पुरै सलले वरिपरि घेरेर बसेर मजासँग खाइरहेको छ। तर सानोमा यसरी चाहिँ मैले नि खेलेको थिएँ, हजुरहरूले चाहिँ खेल्नु भएको छ कि छैन? अनि म गएर उनीहरूको खानेकुराहरू खोसेर खाइदिन्छु अनि दुवैजना रुन्छ। होइन यो कुन खालको रुगाई हो? अनि त्यसपछि मेरो बहिनीले मासु मिठो पकाएछ भनेर अनि म मिठो एउटा गीत गाइदिन्छु, हजुरहरू पनि सुन्नु है त। अनि गीत गाइसकेपछि यसो हेर्न जान्छ कि पाक्यो कि भनेर अझै पनि पाकेको छैन रहेछ। अझै 5 मिनट जति लाग्छ अरे हौ। त्यसपछि त्यो 5 मिनटसम्म के गरौँ भनेर सोध्छु। त्यसपछि म डान्स गर्छु। फाइनली अनि हाम्रो मासु पनि पाकिसक्यो। त्यसपछि मैले कम्मो पनि खाइहाल्छु ढिलो नगरिकन। म चाहिँ थालमा हालेर खाएको थिएँ, थालमा हालेर खाएकोले नपुगेर त्यसपछि फेरि म कराईमा हालेर खान्छु। खाना पनि यति खाएछु कि बसेको ठाउँबाट उठ्नै गाह्रो भइरहेको थियो। बल्ल तल्ल उठेर जान्छु। त्यसपछि अनि मजासँग ब्रस गर्छु। अब मस्तसँग सुतिन्छ। आजको लागि यति नै, बाई बाई।